आएको होइन जुन भिडलाई हामीले हेरेर त्यो प्रतिभालाई निकाली टुलामा भएको त्यो सिने स्टार आजभन्दा 40औं वर्ष अगाडिको कुरा गर्दैछु। त्यस पश्चात नेपाली तालमा पनि गरियो होइन। त्यसले गर्दाखेरि त्यो समयको भन्दा यो समय अहिले डिजिटली पनि हामी एकदमै अघि बढाएका छौँ। अनि साधना गर्ने पनि एकदमै युवाहरू, एकदमै म्युजिक बुझ्ने युवाहरू पनि धेरै छन्। त्यसले गर्दाखेरि यो कार्यक्रम मार्फत चाहिँ हामीले चाहिँ सही कलाकार होइन, मेहनत गरेको साधना गरेको कलाकार वा एकदमै गड गिफ्टेड कलाकार पनि छन् हाम्रो कुना कन्दरातिर होइन। ती साधकहरू आएर हामीले उहाँलाई एउटा पथ प्रदर्शकको रूपमा राम्रो एउटा कलाकारको रूपमा स्थापित गर्न सक्यौँ भने सायद सङ्गीतको क्षेत्रमा धेरै वर्षदेखि लागेर सङ्गीतमै जीवन बिताइरहेकी म होइन। त्यसले गर्दाखेरि त्यस्तो त्यस्तो कलाकारलाई चाहिँ देख्न चाहेको छु। अब सीताजीको त के कुराकानी गर्नु होइन, लामो समयदेखि यही क्षेत्रमा हुनुहुन्छ, एकदमै मल्टी ट्यालेन्ट व्यक्तित्व भन्नु चाहन्छु म। कमेडीमा पनि त्यस्तै, अब हर क्षेत्रमा के उहाँको त के पहिचान नै पहिचान रहेको छ। अब एज अ होस्टको रूपमा तपाईँ पहिलो पटक सायद यो गाउँ सङ्गीत मार्फत प्रेजेन्ट हुँदै हुनुहुन्छ, कतिको डर चाहिँ लागिरहेको छ? एकदमै डर भन्दा पनि अझै जिम्मेवार बोध फिल भइरहेछ कि दिग्गज व्यक्तित्वहरूको अगाडि अब के बोल्ने हो होइन। त्यो कुराहरू अब एकदमै संयमित भएर अब हामी त अब एज अ कमेडियन हामी त अब मान्छेहरूलाई चाहिँ अब जिस्काइरहेको हुन्छौँ होइन स्टेजबाट। अनि तर अब यहाँ चाहिँ अलिक तर जे भए पनि अब ज्ञानी छु है म, ज्ञानी भेरी नेचुरल अनि भनेको मान्छु। अनि अब हाम्रो डिरेक्टर सरहरूले भनेअनुसार काम गरिहालिन्छ। त्यही भएर अब एकदमै एक्सप्लोर गर्नलाई म एकदमै रेडी छु अनि एकदमै एक्साइटेड छु। कस्तो खालको कन्टेस्टेन्टको अपेक्षा छ? अब लामो समयदेखि यही क्षेत्रमा हुनुहुन्छ, मल्टी ट्यालेन्ट व्यक्तित्वमा हुनुहुन्छ, एज अ कमेडियन पनि तपाईँको कमेडियनलाई मान्छेले चाहिँ एउटा शिक्षाको रूपमा पनि लिइराख्नु भएको छ। सो अपेक्षा चाहिँ कस्तो कस्तो खालको कन्टेस्टेन्टबाट आओस् अथवा कस्तो कस्तो खालको होस् भन्ने चाहना छ तपाईँको? एकदमै डिजर्भिङ सिङ्गर चाहिँ नेपालको जसले चाहिँ कलालाई चाहिँ प्रोफेसन बनाउन सकोस् भन्ने चाहिँ अब यो हाम्रो गाउँ सङ्गीत रियालिटी सोको उद्देश्य हो। अनि अब यो साङ्गीतिक क्षेत्रमा यसले चाहिँ एउटा खुट्टिलो थप्छ भन्ने चाहिँ एउटा पूर्ण अपेक्षा र हामी त्यसको लागि रेडी भएर बसिरहेका छौँ। हजुर तयार छौँ। तपाईँ पनि पहिलो पटक होला सायद रियालिटी सोमा एज अ होस्टको रूपमा हुनुहुन्छ? हजुर, नेसनल मिडियामा पहिलोचोटि हो। एकदमै साना रियालिटी सो हुँदै त योभन्दा अगाडि पनि एज अ होस्टको रूपमा त काम गरिसकेको छु। तर यो ठुलो प्लेटफर्म जुन हाम्रो एज अ साइना क्रिएसनले ल्याउँदैछ यहाँहरूको माझमा गाउँ सङ्गीत रियालिटी सो र यो प्राइम टेलिभिजनबाट आउँदैछ, जुन यो बृहत अनि फरक ढङ्गबाट हामी अगाडि बढ्दैछौँ। नेपालमा रियालिटी सोहरू भइरहेका छन् र यो कार्यक्रममा पनि कुरा आए हाम्रो रियालिटी सो चाहिँ किन पृथक छ र किन भिन्न छ, किन सबैको लागि चाहिँ यो महत्त्वपूर्ण छ भन्दाखेरि हाम्रो देश भनेको विभिन्न जात जाति समुदाय र सम्प्रदायभित्र हामी बसोबास गर्छौँ। यसमा पनि आफ्नै भाषा हुन्छन्, आफ्ना मौलिक भाषाहरू हुन्छन्, मातृभाषाहरू हुन्छन्। ती मातृभाषाहरूका गीतलाई पनि हामी चाहिँ उजागर गर्दै यो सोबाट चाहिँ बाहिर ल्याएर विश्व सामु नेपालमा भएका विभिन्न जात जातिका गीत सङ्गीतहरूलाई पनि उजागर गर्ने यो एकदमै राम्रो अनि बलियो प्लेटफर्मको रूपमा हामीले गाउँ सङ्गीतलाई हेरेका छौँ। ओके, अब यता थानेश्वर दाइतर्फ म लाग्न चाहन्छु। अब तपाईँलाई पनि हामीले सोध्न चाहन्छौँ, पछिल्लो समय रियालिटी सोहरू एकदमै धेरै विवादित बन्छन्, पैसाका चलखेलहरू एकदमै धेरै हुन्छन्। अब तपाईँ त जे हो ती फियर बोल्ने मान्छे के छ, अब एकदमै राम्रो खालको प्रतिभाले स्थान पाउँछ कि पाउँदैन यो गाउँ सङ्गीत मार्फत, अथवा अरू पुराना जति पनि रियालिटीहरू सोहरू रहेका छन् जुन पैसामा चल्छ त्यस्तै हुन्छ कि अथवा के छ दाइ ठ्याक्कै भनिदिनुहोस्? हामी यथार्थ रूपमा सङ्गीतमा लागेको मान्छे हो, निष्पक्ष रूपमा आजसम्म कहीँ कसैलाई तलमाथि नगरिकन बोलेको मान्छे हो। त्यस्तो कुनै सिम्टम आएको छैन यहाँ। हाम्रो जुन अर्गनाइजर यसको आयोजक हुनुहुन्छ परिकल्पनाका हाम्रो रोजी शर्माज्यू अनि हरि शर्माज्यूहरूको जुन अभिप्राय, जुन नेपाली सङ्गीतमा एउटा फरक आयाम ल्याउने जुन उहाँहरूको चाहिँ इच्छा, नेपाली साँच्चीकै राम्रो कलाकार जन्मोस् भन्ने उहाँहरूको चाहनालाई हामीले परिपूर्ति गर्नको लागि हामी जुटेका छौँ। मलाई लाग्छ त्यस्तो हुँदैन यसमा। हामीले कसैलाई पनि पक्षपात गर्ने छैनौँ, किनभने पक्षपात गरियो भने त बाबुआमाले नै पक्षपात गर्यो भने सन्तानलाई
त पिट्याभन्दा पिडा केही पनि हुँदैन। हामीले राम्रो प्रतिभालाई खोज्ने कोसिस गर्ने हो, किनभने जजको अघि नै मैले भनिसकेँ, जज गर्ने कुरा जटिल विषय हो। कसैको अन्तर्निहित प्रतिभालाई हामीले एकछिनमै मूल्याङ्कन गर्न गाह्रो हुन्छ, तर हामीले उहाँहरूको विभिन्न अध्ययन अनुसन्धान गर्छौँ, उहाँहरूको अरू अन्य क्रियाकलापहरू, भविष्यसम्म पनि उहाँ जान सक्ने, उहाँको ट्यालेन्ट कस्तो छ भन्ने कुरा हामीले धेरै विषयबाट मूल्याङ्कन गर्नेछौँ। यहाँ जात जातिको विभिन्न भाषाभाषीको कुराकानी आएको छ, जुन क्षेत्रमा गाउनुहुन्छ त्यो क्षेत्रको दखल पनि आउन सक्नुहुन्छ होला, यहाँ छलफल हुनु बाँकी छ। त्यहाँको भाषाको, त्यहाँको गायन क्षेत्रको दखल भएको व्यक्तित्वलाई पनि भोटिङ सिस्टम चाहिँ हुन्छ कि हुँदैन? त्यो चाहिँ हाम्रो आयोजकज्यूलाई सम्पूर्ण कुराहरू हामीले सोध्नुपर्छ यसको बारेमा। हामीलाई जुन जुन जिम्मेवारी छ हामीले त्यो नै मात्रै बोल्छौँ, किनभने हामी जजमेन्टको तर्फदेखि हामीले मूल्याङ्कन गर्ने, कसरी यो मूल्याङ्कन गरेर हामीले सही निर्णय गर्न सक्ने, निष्पक्ष कसरी गर्ने भन्ने मात्रै हाम्रो ध्यान छ। सही बाजी। अब के छ त, अब भोटिङका कुराहरू आयो भने होइन, अहिले पछिल्लो समय कतिपय रियालिटी सोहरू पनि विवादित बनिरहेका छन्। राम्रो प्रतिभा भएको नवकलाकारहरूले चाहिँ स्थान पाइराखेको अवस्था पनि छैन पैसाको चलखेलले गर्दाखेरि। सो यस्तो खालको विवादित चाहिँ बन्ला नबन्ला अथवा के होला अहिले त, किनकि दर्शकले नै मूल्याङ्कन गर्नुहुन्छ क्या प्रतिभालाई। भोटिङ त अन्त के छ त्यो हामीलाई पनि अझैसम्म जानकारी छैन। यदि भोटिङ नै भइहाल्यो भने निष्पक्ष हामी जुन भूमिकामा छौँ त्यो चाहिँ हामीले एकदमै निष्पक्ष नै गर्छौँ चाहिँ हाम्रो सरसल्लाह पनि कहिले पनि भइसकेको छ। र म पनि आफै रियालिटी सोबाटै एउटा गायिका भएको हुनाले चाहिँ यो कुराहरू चाहिँ धेरै बुझ्छु। मैले आफैले पनि भएको भएर चाहिँ त्यो कुरा चाहिँ कसरी हुन नदिने त भन्ने उसमा चाहिँ हामीले अगाडि बढ्छ र त्यो हुँदा पनि हुँदैन मलाई लाग्छ। सङ्गीता म्यामलाई पनि म यही नै प्रश्न गरिरहेको छु। भोटिङको कारणले गर्दाखेरि कति धेरै राम्रा प्रतिभा भएका नवकलाकारहरू चाहिँ पछाडि बढिराख्नु भएको पृष्ठभूमि चाहिँ अन्य हामीले रियालिटी सोहरूमा चाहिँ देखिरहेका छौँ म्याम। के छ अब यो गाउँ सङ्गीत आफैमा एउटा ब्रान्ड बढिसकेको नाम होइन, गाउँ सङ्गीत नेपाली सायद यो गीत नसुन्नु भएको कमै हुनुहुन्छ होला, सायद त्यहीबाट उहाँहरूले चाहिँ राख्नुभएको नाम पनि हुनसक्छ। सो के छ, पैसाको चलखेल होला नहोला अथवा राम्रो प्रतिभा भएको कलाकारले स्थान पाउला नपाउला के छ? होइन, राम्रो कलाकार र राम्रो कन्टेस्टेन्टले नै पाउँछ, त्यो चाहिँ 100%। सुरुवातमा पनि मैले त्यही भनेको थिएँ, भोटिङ सँगसँगै जजेसको पनि त्यहाँ सुन्नुपर्छ भनेर त्यो चाहिँ मैले प्रतिबद्धता लिएको छु। त्यसले गर्दाखेरि पनि त्यो हुँदैन जस्तो लाग्छ मलाई। फियर नै हो, फियर। हामी सङ्गीतलाई साधना गरेर हामी यति वर्षसम्म सङ्गीतमा लागेर आएको, हामीले त्यो सङ्गीतलाई त्यस्तो गर्नु दिन्न मैले चाहिँ स्पेसली। र अब म सँगसँगै को जजेसहरू पनि सबै सङ्गीतमा साधना गरेर आएकाहरू छन् र हाम्रो तर्फबाट हामीले जति गर्न सक्छौँ त्यसले गर्दाखेरि त्यो चिजहरू हुन्छ जस्तो मलाई लाग्दैन। सीता चाहिँ के छ त, अब तपाईँको चाहिँ भनाइ अब पैसाको चलखेल हुन नदिनको लागि एज अ होस्ट के हुनसक्छ? अब राम्रो प्रतिभाले स्थान पाओस् त्यो हामी नै चाहन्छौँ, अझै नयाँ असाध्यै राम्रो खालको प्रतिभाहरू चाहिँ आओस् गाउँ सङ्गीत मार्फत। सो के छ अब यस्ता खालका गतिविधि नहुनको लागि एज अ होस्ट के रहल छ तपाईँको भूमिका? अब यो भोटिङको कुरा छ होइन, यो अलिक कन्ट्राडिक्ट हुँदो रहेछ कि। अब हामीले जज 3 जना भनेका छौँ, तर उहाँहरू भन्दा पनि अझै हाम्रो लागि जज गर्ने भनेको त दर्शकले हो होइन। उहाँहरूले एकचोटि स्टेजबाट हेरेर मूल्याङ्कन गर्नुहुन्छ भने अडियन्सले बारम्बार कतिचोटि हेरेर बल्ल यो त यस्तो हो, यो चाहिँ ठिक हो भनेर थाहा पाउनुहुन्छ नि त। अनि यदि भोटिङ सिस्टम भएन भने त फेरि जुन हाम्रो जज गर्ने जुन मुख्य व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू चाहिँ अब पछि पर्नु भयो नि त, उहाँले पाउनु भएन नि त त्यो अवसर। त्यस भएर अब विरोधाभासै छ कि है, अब नगरे पनि सुख छैन, गरे पनि अब अलि त्यही समस्या भएको भएर। तर फेयर हुन्छ भने चाहिँ एकदमै म अब स्टेजहरूमा पनि जे हो त्यही भन्ने मान्छे भएको भएर म त फुस्काइदिइहाल्छु नि। एकदम फेयर हुन्छ भन्ने एउटा हाम्रो चाहिँ अब हामी त्यसमै छौँ। अब गीत सुन्नुपर्छ होला, सबैजना अग्रज हुनुहुन्छ। अब छिट्टै आउँदैछ प्राइम टेलिभिजन मार्फत गाउँ सङ्गीत रियालिटी सो, सायद यो रियालिटी